फिनल्यान्डमा यो वर्षको युहानुस अर्थात् मिड समर पर्व देशैभरि हर्षोल्लासका साथ मनाइँदैछ। न्यानो र घमाइलो मौसमका कारण मानिसहरूले यो पर्वको भरपूर मज्जा लिएका छन्। हिजो मिड समर पूर्व सन्ध्याको उत्सव मूलतः शान्तिपूर्ण रूपमा मनाइएको थियो। फिनल्यान्डमा रहेका नेपालीहरूले पनि यो पर्वलाई उत्साहपूर्वक मनाएका छन्। धेरैजसो नेपालीका व्यवसायहरू 1-2 दिनका लागि बन्द छन् भने अधिकांश काम गर्नेहरू पनि बिदामा छन्। केही नेपालीहरू समर कटेजमा गएका छन् भने धेरैले साथीभाइ र आफन्तहरूसँग पिकनिक गरेका र पौडी खेलेका क्षणहरू सामाजिक सञ्जालमा सेयर गरेका छन्। हिजो एस्पोको लुक्की क्षेत्रमा भेटिएका साजन कार्की साथीहरूसँग ड्राई पिकनिकमा थिए। अरूको देशमा बसिसकेपछि त्यहाँको संस्कृतिलाई पनि सम्मान गर्नुपर्ने कार्कीले बताए। म चाहिँ साजन कार्की। हामी चाहिँ यो फिनल्यान्डमा बसिसकेपछि यो मिड समर चाहिँ यहाँको फेस्टिभल सायद फिनल्यान्ड बाहिर हुनेलाई चाहिँ अलिकति यो चाहिँ थाहा नहुन सक्छ। यो चाहिँ मिड समर विशेष गरी यहाँ चाहिँ सेलिब्रेट गरिन्छ एउटा पर्वको रूपमा। जसरी हामी नेपालमा चाहिँ दसैँ तिहार जस्ता विभिन्न किसिमका चाडपर्व हामी चाहिँ सेलिब्रेट गर्छौँ, त्यस्तै हो यहाँको मिड समर। हामी चाहिँ अब कुनै पनि देशमा हामी मुभ भइसकेपछि त्यहाँको कल्चरलाई चाहिँ फलो गर्दै एउटा रेस्पेक्ट गर्दै हामी पनि एउटा ड्राई पिकनिक हामी सबै ग्यादर भएर हामी अहिले चाहिँ यो एस्पोको यो लिक्कुलान्ते भन्ने ठाउँमा चाहिँ आएको छौँ। आजको टेम्परेचर अति नै राम्रो 25-26 छ। यहाँको टेम्परेचर पनि एकदम अति नै राम्रो छ। हामी चाहिँ सबै इन्जोय गरिरहेछौँ। यता स्विमिङको एक्सपिरियन्स छैन भने खोलामा नजानु होला। विशेष गरी कुनै पनि किसिमको लागु पदार्थ अथवा मद्यपान गरेर चाहिँ खोलामा नजानु होला, जसले चाहिँ जोखिम निम्त्याउन सक्छ। किनकि यहाँ चाहिँ धेरै घटनाहरू यो बेला घट्ने गर्छन्, जसले गर्दा यहाँको यो सुरक्षा संयन्त्रले पनि उच्च सतर्कता अपनाइरहेको हुन्छ। हामी आकाशमा हेलिकप्टरहरू देख्न सक्छौँ। सकेसम्म चाहिँ सावधानी अपनाएर सबैले आफ्नो स्थानबाट मिड समर इन्जोय गर्नु होला। सोही समूहमा रहेकी उषा केसीले फिनल्यान्डमा यो आफ्नो पहिलो मिड समर भएको सुनाइन्। उनले आफूलाई धेरै रमाइलो लागिरहेको बताइन्। म उषा, हजुर रमाइलो भइरहेछ। मेरो फर्स्ट टाइम हो मिड समर। अनि दिदी दाई भिनाजुहरूसँग घुम्न आइरहेको, अनि बच्चाहरू पनि एकदमै इन्जोय गरिरहेछन्। एकदमै रमाइलो हुँदो रहेछ। हजुर हामीले नेपाली परिकार लिएर आएको थियौँ। हजुर त्यही नै खायौँ सबैजनाले। प्लिज बच्चाहरू स्विमिङ गरिरहेछन् अनि घाम तापिरहेको छन्। हजुर एकदमै रमाइलो भइरहेछ। युहानुस अर्थात् मिड समर फिनल्यान्डको एक प्रमुख राष्ट्रिय चाड हो। नेपालीलाई फिनल्यान्डको नेपाल